के हजुरलाई पाइल्सको समस्या छ? यदि पाइल्सको समस्या छ भने कुन तहको पाइल्स हो त्यो सम्पूर्ण कुरा यो भिडियोमा थाहा पाउनुहुनेछ। त्यसकारण सुरुदेखि अन्तसम्म यो भिडियो हेर्नुहोला। यदि तपाईलाई दिशा बस्नुभयो, दिशा बसिसकेपछि रगत मात्रै आउँछ भने त्यो पहिलो स्टेज अथवा चाहिँ पहिलो तहको पाइल्स भयो। त्यस्तै गरेर तपाईलाई दिशा बस्दाखेरि रगत पनि आउँछ, मासु पनि आउँछ, जुन मासु भित्र आफै जान्छ भने त्यो दोस्रो स्टेजको पाइल्स भयो। यदि तपाईलाई दिशा बस्दा रगत आउँछ, मासुको डल्लो आउँछ र हातले धकेलेपछि मात्रै भित्र जान्छ भने त्यो तेस्रो स्टेजको पाइल्स भयो। त्यस्तै गरेर दिशा बस्दाखेरि रगत पनि आउँछ, पाइल्स मास अथवा मासुको डल्लो पनि आउँछ र जसलाई हामीले तपाईले हातले धकेल्दा पनि भित्र जाँदैन भने त्यो चौथो स्टेजको पाइल्स भयो। अब बुझ्नुभयो होला यदि तपाईलाई पाइल्स भने कुन तहको पाइल्स रहेछ त्यो सम्पूर्ण कुरा बुझ्नुभयो होला र कमेन्ट गर्न पनि नबिर्सिनु होला। हस् त। के हजुरलाई पाइल्सको समस्या छ? यदि पाइल्सको समस्या छ भने कुन तहको पाइल्स हो त्यो सम्पूर्ण कुरा यो भिडियोमा थाहा पाउनुहुनेछ। त्यसकारण सुरुदेखि अन्तसम्म यो भिडियो हेर्नुहोला। यदि तपाईलाई दिशा बस्नुभयो, दिशा बसिसकेपछि रगत मात्रै आउँछ भने त्यो पहिलो स्टेज अथवा चाहिँ पहिलो तहको पाइल्स भयो। त्यस्तै गरेर तपाईलाई दिशा बस्दाखेरि रगत पनि आउँछ, मासु पनि आउँछ, जुन मासु भित्र आफै जान्छ भने त्यो दोस्रो स्टेजको पाइल्स भयो। यदि तपाईलाई दिशा बस्दा रगत आउँछ, मासुको डल्लो आउँछ र हातले धकेलेपछि मात्रै भित्र जान्छ भने त्यो तेस्रो स्टेजको पाइल्स भयो। त्यस्तै गरेर दिशा बस्दाखेरि रगत पनि आउँछ, पाइल्स मास अथवा मासुको डल्लो पनि आउँछ र जसलाई हामीले तपाईले हातले धकेल्दा पनि भित्र जाँदैन भने त्यो चौथो स्टेजको पाइल्स भयो। अब बुझ्नुभयो होला यदि तपाईलाई पाइल्स भने कुन तहको पाइल्स रहेछ त्यो सम्पूर्ण कुरा बुझ्नुभयो होला र कमेन्ट गर्न पनि नबिर्सिनु होला। हस् त।